यसरी खोइ किन चाहियो? कोर्स न उसको बारेमा चासो राख्नु। तिमी हो अलक्षिणी, हिजो 2 मिनेट कुद्न सकिन होइन? तिम्रो नाटकले गर्दा मेरो बेर रोकियो। कसले गर्यो नाटक? देउताको मन्दिर अगाडि कसले नाटक गर्छ? आफूलाई जस्तो अर्कालाई नसोच। त पनि गाछिस् त डाक्टरकोमा, सुनिनस्? तिमी छौ गतिली। अब भयो, मलाई फाल्तु कुरामा बहस गर्नु छैन। केसरी, ओए केसरी, मते तिमीहरूले केसरले भगवानी योजना त बनाएनौ? मैले भनिदिएको छु, यो अब मेरो श्रीमती हो। यो माथि केवल मेरो अधिकार छ। कसले भन्यो म तेरो श्रीमती भनेर? के छ तसँग प्रमाण? अहिले कुरा फेर्छेस्? घरबाट बिहे गर्ने भनेर मन्दिरसम्म गइसकेपछि म मेरी स्वास्नी भइसकिस्। सिन्दुर हाल्न मात्र बाँकी हो, त्यो पनि हिँड अहिले हालिदिन्छु। जबरजस्ती गर्न नखोज्नु। अर्कालाई परिबन्धमा पारेर जबरजस्ती बिहे गर्नु कानुन विपरीत हो। दिदीले दिएको वचनको लाज राख्न मात्र हामी चुप बसेका, नत्र पुलिसमा उजुरी दिन हामीलाई पनि आउँथ्यो। बुझ्नुभयो? त्यो दिन बिहे भएको भए भक्क भई हुन्थ्यो। रात गयो बात गयो, फेरि यही कुरा लिएर हाम्रो घरमा नआइजो। मलाई थाहा थियो तिमीहरूले यसरी नै कुरा फेर्छौ भनेर। त्यही भएर त्यो दिन मैले बिहे गर्न हतार गरेको। अब चुप बस्दिनँ।